काठमाडौँ उपत्यका अन्तर्गत 4 विनायक मध्ये एक विनायक सूर्य विनायक जुन चाहिँ भक्तपुर नगरपालिका भक्तपुर होइन के अरे सूर्य विनायक नगरपालिका अन्तर्गत सूर्य विनायकमा अवस्थित सूर्य विनायक भगवान, जहाँ आज हामी बेखमान रत्नमाया महर्जनको परिवारहरू आज यता हामी वनभोज कार्यक्रम गर्न आइरहेका छौँ, जसमा हामी यहाँ सूर्य विनायकको दर्शन गर्नको लागि हामी आइरहेका छौँ। काठमाडौँ उपत्यका अन्तर्गत 4 विनायक मध्ये सूर्य विनायक, जल विनायक, कार्य विनायक र अशोक विनायक। 4 विनायक मध्ये एक विनायक सूर्य विनायक, जुन चाहिँ सूर्य विनायक नगरपालिका अन्तर्गत वडा नम्बर 6 र 8 मा पर्ने यो मन्दिर एकदम पवित्र मानिन्छन्। तपाईले मनोकांक्षा पुरा हुने, तपाईले आफूले आँटेका आफूले मनोकांक्षा मागेका पुरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ। आउनुहोस्, तपाईहरु पनि आउनुहोस्, भगवान सूर्य विनायकको दर्शन गर्नुहोस्। सूर्य विनायक, जय सूर्य विनायक भगवान।